नमस्कार साथीहरू, विनिम भैरवमा स्वागत छ। आज हामी नेपाली शिक्षा सेवा आयोग निमावि शिक्षक लाइसेन्स परीक्षामा 50 वटा महत्त्वपूर्ण एमसिक्यू प्रश्नहरूको अभ्यास गर्नेछौँ। प्रत्येक प्रश्नको सही उत्तर र छोटो व्याख्या पनि दिनेछ। आफ्नो स्कोर काउन्ट गर्दै जानुहोला। अब हामी सुरु गरौँ। पहिलो क्वेसन रहेको छ, नेपालको संविधानको कुन धारामा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भन्ने उल्लेख गरिएको छ? अप्सन ए धारा 33, अप्सन बी धारा 31, अप्सन सी धारा 30 र अप्सन डी धारा 32 रहेको छ। यसको सही उत्तर चाहिँ अप्सन बी धारा 31 रहेको छ। अब यसको व्याख्यालाई हेरौँ। नेपालको संविधानको धारा 31 मा शिक्षा सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हकको सुनिश्चित गरिएको छ भनिएको छ। अब अर्को प्रश्नमा जाउँ। प्रश्न नम्बर 2 मा शिक्षा ऐन 2028 संशोधन सहित अनुसार आधारभूत शिक्षा भन्नाले कुन कक्षासम्मको शिक्षालाई बुझाउँछ भनेको छ। अप्सन ए मा कक्षा 1 देखि 5 सम्म, अप्सन बी मा प्रारम्भिक बाल शिक्षादेखि कक्षा 8 सम्म, अप्सन सी मा कक्षा 1 देखि कक्षा 12 सम्म र अप्सन डी मा कक्षा 1 देखि कक्षा 8 सम्म रहेको छ। यसको सही उत्तर चाहिँ अप्सन डी रहेको छ। अप्सन बी रहेको छ। यसको उत्तरलाई हेरौँ। शिक्षा ऐनको 8औं संशोधनले प्रारम्भिक बाल शिक्षादेखि कक्षा 8 सम्मको शिक्षालाई आधारभूत शिक्षा भनी परिभाषित गरेको छ। त्यस्तै गरी अर्को प्रश्नमा जाउँ। प्रश्न नम्बर 3 मा जीन पियाजेका अनुसार मूर्त क्रियात्मक अवस्था कुन उमेर समूहका बालबालिकामा देखिन्छ भनेको छ। अप्सन ए मा 11 वर्षभन्दा माथि, अप्सन बी मा जन्मदेखि 2 वर्ष र अप्सन सी मा 7 देखि 11 वर्ष, अप्सन डी मा 2 देखि 7 वर्ष। यसको उत्तर चाहिँ सी को रहेको छ। सीमा चाहिँ 7 देखि 11 वर्ष रहेको छ। जिन पियाजेको अनुसार मूर्त क्रियात्मक अवस्थाको उमेर समूहका बालबालिकामा देखिने मूर्त क्रियात्मक अवस्था भनिन्छ। मूर्त क्रियात्मक अवस्था कुन उमेर समूहका बालबालिकामा देखिन्छ भनेको छ। यो चाहिँ मूर्त क्रियात्मक अवस्थाका बालबालिकामा 7 देखि 12 वर्षको उमेरका बालबालिकाहरूले ठोस वस्तुहरूको आधारमा तार्किक चिन्तन गर्न सुरु गर्छन्, जसलाई मूर्त क्रियात्मक अवस्था भनिन्छ भनेको छ। त्यसै गरी प्रश्न नम्बर 4 मा सिकाइको प्रयत्न र भुल सिद्धान्तका प्रतिपादक को हुन् भनेको छ। अप्सन ए मा इभान प्याभलोभ, अप्सन बी मा अल्बर्ट बान्डुरा र अप्सन सी मा इएल थर्नडाइक र अप्सन डी मा बिएफ स्किनर भनेको छ। यसको सही उत्तर चाहिँ अप्सन सी इएल थर्नडाइक हुन्। अब यसलाई छोटो गरिमा बुझौँ। थर्नडाइकले बिरालोमाथि प्रयोग गरेर प्रयत्न र भुलको सिद्धान्त प्रतिपादन गरेका हुन्, जसमा तत्परता, अभ्यास र प्रभावको नियमहरू छन्। अब प्रश्न नम्बर 5 मा राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 ले कक्षा 4-8 मा आन्तरिक मूल्याङ्कनको भार कति प्रतिशत तोकेको छ भनेको छ। अप्सन ए मा 40%, अप्सन बी मा 25%, अप्सन सी मा 75% र अप्सन डी मा 50% भनेको छ। अप्सन डी को चाहिँ यसको एन्सर हुन्छ। अब यसलाई छोटो गरिमा बुझौँ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार कक्षा 4 देखि 8 सम्म 50% आन्तरिक र 50% अन्तिम परीक्षाको व्यवस्था गरिएको छ। अर्को प्रश्नमा जाउँ। प्रश्न नम्बर 6 मा शिक्षकको पेशागत विकास टिपिडी तालिम एक पूर्ण चक्र कति दिनको हुन्छ भनेको छ। अप्सन ए मा 10 दिन, अप्सन बी मा 15 दिन, अप्सन सी मा 30 दिन र अप्सन डी मा 45 दिन भनेको छ। यसको सही उत्तर चाहिँ अप्सन सी रहेको छ। छोटो गरिमा बुझौँ यसलाई। टिपिडी तालिम अर्थात् शिक्षकको पेशागत विकास एक पूर्ण चक्र 30 दिनको हुन्छ, जसमा 10-10 दिनको 2 वटा र 10 दिनको विद्यालयमा आधारित अभ्यास हुन्छ भनिएको छ। त्यस्तै गरी अब प्रश्न नम्बर 7 मा जाउँ। शिक्षक नियमावली 2059 अनुसार शिक्षकले पाउने बिरामी बिदा वर्षको कति दिन पाउने व्यवस्था छ भनेको छ। अप्सन ए मा 6 दिन, अप्सन बी मा 10 दिन, अप्सन सी मा 12 दिन र अप्सन डी मा 15 दिन। यसको सही उत्तर चाहिँ अप्सन सी को रहेको छ। 12 दिन बिरामी बिदा पाउँछन् शिक्षकले। छोटो गरिमा बुझौँ। शिक्षा नियमावली अनुसार शिक्षकले प्रत्येक वर्ष 12 दिन बिरामी बिदा पाउँछन् र यो बिदा सञ्चित समेत हुन्छ। प्रश्न नम्बर 8 मा विद्यार्थीको सृजनात्मक क्षमता मापन गर्नको लागि कुन प्रकारको प्रश्न सबैभन्दा उपयुक्त हुन्छ? अप्सन ए मा चाहिँ खाली ठाउँ भर्ने प्रश्न, अप्सन बी मा निबन्धात्मक प्रश्न, अप्सन सी मा जोडा मिलाउने प्रश्न, अप्सन डी मा बहुवैकल्पिक प्रश्न रहेको छ। यसको सही उत्तर चाहिँ अप्सन डी निबन्धात्मक प्रश्न अप्सन बी को रहेको छ। निबन्धात्मक वा मुक्त उत्तर आउने प्रश्नले विद्यार्थीलाई आफ्ना विचार, तर्क र मौलिकता व्यक्त गर्न दिने हुनाले सृजनात्मकता मापनमा यो उत्कृष्ट हुन्छ। त्यस्तै गरी अब प्रश्न नम्बर 9 मा जाउँ। कम्प्युटरमा सिटी कन्ट्रोल+V कमान्ड कुन कार्यको लागि प्रयोग गरिन्छ भनेको छ। अप्सन ए मा प्रिन्ट, अप्सन बी मा कपी, अप्सन सी मा पेस्ट र अप्सन डी मा अन्डु भनेको छ। यसको सही उत्तर चाहिँ अप्सन सी पेस्ट रहेको छ। यसलाई छोटो गरिमा बुझौँ। क्लाइपबोर्डमा रहेको डाटालाई तोकिएको ठाउँमा राख्न पेस्ट कन्ट्रोल+V प्रयोग गरिन्छ। त्यस्तै गरी प्रश्न नम्बर 10 मा जाउँ। दिएको समूहमा नमिल्दो चित्र वा शब्द छान्नुहोस् भनेको छ। अप्सन ए मा रहेको छ टिचर, अप्सन बी मा रहेको छ स्टुडेन्ट, अप्सन सी मा रहेको छ प्रिन्सिपल र अप्सन डी मा रहेको छ डाक्टर रहेको छ। यसको सही उत्तर चाहिँ डाक्टर हो। समूहमा नमिल्ने भनेको छ डाक्टर चाहिँ। छोटो गरिमा बुझौँ। टिचर, स्टुडेन्ट र प्रिन्सिपल विद्यालय वा शैक्षिक क्षेत्रसँग सम्बन्धित छन् भने डाक्टर स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएकाले यो नमिल्दो हुन्छ। त्यस्तै गरी प्रश्न नम्बर 11 मा हेरौँ। राष्ट्रिय शिक्षा नीति 2076 अनुसार प्रारम्भिक बाल विकास र शिक्षाको मुख्य उद्देश्य के हो? ए मा रहेको छ बालबालिकाको सर्वाङ्गीण विकास गर्नु, बी मा रहेको छ विद्यालय जान प्रोत्साहित गर्नु, सी मा रहेको छ अनुशासन सिकाउनु, डी मा रहेको छ लेखपढ गर्न सिकाउनु। यसको सही उत्तर चाहिँ अप्सन 11 को सही उत्तर चाहिँ अप्सन ए रहेको छ। प्रश्न नम्बर 11 को सही उत्तर। यसलाई छोटो गरिमा बुझौँ। बालबालिकाको सर्वाङ्गीण विकास गर्नु हो। प्रारम्भिक बाल विकासको मुख्य जोड बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकास गरी उनीहरूलाई आधारभूत शिक्षाको लागि तयार पार्नु हो। त्यस्तै गरी प्रश्न नम्बर 12 मा हेरौँ।
शिक्षक सेवा आयोगको नियमावली 2057 अनुसार शिक्षकको खुला प्रतियोगितामा उमेरको हद कति तोकिएको छ? अप्सन ए 18 वर्ष पुगी 40 वर्ष ननागेको, अप्सन बी 20 वर्ष पुगी 42 वर्ष ननागेको, अप्सन सी 21 वर्ष पुगी 35 वर्ष ननागेको, अप्सन डी 18 वर्ष पुगी 35 वर्ष ननागेको रहेको छ। यसको सही उत्तर चाहिँ अप्सन ए रहेको छ, 18 वर्ष पुगी 40 वर्ष ननागेको। छोटो गरीमा बुझौँ, शिक्षक सेवाको खुला प्रतियोगितामा सहभागी हुन 18 वर्ष उमेर पुरा भई 40 वर्ष ननागेको हुनुपर्दछ। यो अत्यन्तै महत्त्वपूर्ण प्रश्नभित्र पर्दछ। अब प्रश्न नम्बर 13 मा सिकाइको उत्प्रेरणाले कुन कार्य गर्दछ भनेको छ। अप्सन ए मा स्मरण शक्ति घटाउने, अप्सन बी मा केवल थकान मेटाउने, अप्सन सी मा सिकाइको गतिलाई रोक्ने र अप्सन डी मा सिकाइलाई दिशा निर्देशित गर्ने रहेको छ। यसको सही उत्तर चाहिँ अप्सन डी सिकाइलाई दिशा निर्देशित गर्ने रहेको छ। उत्प्रेरणाले विद्यार्थीको ध्यान केन्द्रित गर्न र लक्ष्य प्राप्तिमा ऊर्जा थप्न मद्दत गर्छ भनेर बुझ्न सकिन्छ। प्रश्न नम्बर 14 मा विद्यार्थीमा अनुशासन कायम गर्ने सबैभन्दा प्रभावकारी तरिका कुन हो भनेको छ। अप्सन ए मा आदर्श व्यवहारहरू प्रस्तुत गर्ने, अप्सन बी मा अभिभावकलाई बोलाएर गाली गर्ने, अप्सन सी मा कक्षाबाट निष्कासन गर्ने, अप्सन डी मा कडा शारीरिक सजाय दिने रहेको छ। यसको उत्तर चाहिँ अप्सन ए आदर्श व्यवहार प्रस्तुत गर्ने र प्रेमपूर्वक सम्झाउने रहेको छ। छोटो गरीमा यसको व्याख्या हेरौँ। शिक्षक आफै एक रोल मोडेल हुनुपर्छ र सकारात्मक पुनर्बल मार्फत विद्यार्थीमा आत्मअनुशासन विकास गराउनु उत्तम हुन्छ। फेरि बुझौँ, शिक्षक आफै एक रोल मोडेल हुनुपर्छ र सकारात्मक पुनर्बल मार्फत विद्यार्थीमा आत्मअनुशासन विकास गराउनु उत्तम हुन्छ भनेर भनेको छ। प्रश्न नम्बर 15 मा इन्टरनेटको माध्यमबाट गरिने शिक्षण सिकाइ गतिविधिलाई के भनिन्छ। अप्सन ए ई लर्निङ, अप्सन बी स्व अध्ययन, अप्सन सी दूर शिक्षा, अप्सन डी परम्परागत सिकाइ। यसको सही उत्तर रहेको छ अप्सन ए ई लर्निङ। ई लर्निङ छोटो गरीमा बुझौँ, इलेक्ट्रोनिक डिभाइस र इन्टरनेटको माध्यमबाट गरिने सिकाइलाई ई लर्निङ भनिन्छ। प्रश्न नम्बर 16 मा शिक्षणको क्रममा एकल शिक्षक एउटै कक्षा र दिनभरि शिक्षण गर्ने पद्धतिलाई के भनिन्छ भनेको छ। यसमा मिश्रित शिक्षण, बीमा बहुकक्षा शिक्षण र सीमा विषय शिक्षण र डीमा कक्षा शिक्षण भनेको छ। यसको चाहिँ सही उत्तर डी रहेको छ। अप्सन डीमा कक्षा शिक्षण भनेको छ। यसको छोटो गरीमा बुझौँ, कक्षा शिक्षणमा एकजना शिक्षकले एउटा निश्चित कक्षाका सबै विषयहरू दिनभरि पढाउने गर्दछन्। शिक्षण भनेको छ कक्षा शिक्षणमा एकजना शिक्षकले एउटा निश्चित कक्षाका सबै विषयहरू पढाउने गर्दछन्, दिनभरि पढाउने गर्दछन्। प्रश्न नम्बर 17 मा कुन प्रकारको शैक्षिक योजनाले शिक्षकलाई दैनिक रूपमा कक्षामा के गर्ने भन्ने स्पष्ट मार्गनिर्देशन दिन्छ। एमा रहेको छ अप्सन ए मा एकाइ योजना, अप्सन बी मा विषयगत योजना, अप्सन सी मा दैनिक पाठ योजना र अप्सन डी मा वार्षिक कार्य योजना रहेको छ। यसको सही उत्तर चाहिँ अप्सन नम्बर 17 को सही उत्तर चाहिँ अप्सन सी दैनिक पाठ योजना हुन्छ। यसलाई छोटो गरीमा बुझौँ, दैनिक पाठ योजनामा शिक्षणका उद्देश्य, सामग्री, क्रियाकलाप र मूल्याङ्कनको स्पष्ट खाका हुन्छ जसले शिक्षकलाई दैनिक शिक्षणमा मद्दत गर्दछ। त्यस्तै गरी प्रश्न नम्बर 18 मा जाउँ, शिक्षकको राष्ट्रिय उद्देश्य निर्धारण गर्ने मुख्य आधार कुन हो। अप्सन ए मा नेपालको संविधान र राष्ट्रिय आवश्यकता, अप्सन बी मा अभिभावकको माग, अप्सन सी मा विदेशी दात्री निकायको इच्छा र अप्सन डी मा छिमेकी देशको प्रभाव। यसको सही उत्तर रहेको छ अप्सन ए नेपालको संविधान र राष्ट्रिय आवश्यकता रहेको छ। यसको छोटो गरीमा व्याख्यालाई हेरौँ, शिक्षाका उद्देश्यहरू देशको मूल कानुन, संविधान र समाजको वर्तमान र भविष्यको आवश्यकतामा आधारित हुन्छन्। त्यस्तै गरी प्रश्न नम्बर 19 मा जाउँ, पाठ्यपुस्तकको मुख्य उद्देश्य के हो। अप्सन ए मा शिक्षकलाई पढाउन सजिलो बनाउनु, अप्सन बी मा पाठ्यक्रमले तोकेको उद्देश्यहरू पूरा गर्न सहयोग पुर्याउनु, अप्सन सी मा विद्यार्थीलाई घरमा पढ्न दिनु, अप्सन डी मा परीक्षामा प्रश्न सोध्न सजिलो बनाउनु। यसको सही उत्तर रहेको छ अप्सन बी पाठ्यपुस्तकले तोकेको उद्देश्यहरू पूरा गर्न सहयोग पुर्याउनु। छोटो गरीमा बुझौँ, पाठ्यपुस्तक पाठ्यक्रमको कार्यान्वयन गर्ने एक प्रकारको साधन हो जसले सिकाइ उपलब्धि हासिल गर्न मद्दत गर्दछ। त्यसै गरी प्रश्न नम्बर 20 मा एउटा लहरमा राम अगाडिबाट 10औं र पछाडिबाट 12औं स्थानमा छ भने सो लहरमा जम्मा कतिजना छन्। अप्सन ए मा 22 जना, अप्सन बी मा 20 जना, अप्सन सी मा 23 जना, अप्सन डी मा 21 जना। यसको सही उत्तर रहेको छ अप्सन डी 21 जना। सूत्र अगाडि प्लस पछाडि माइनस 1 गर्नुपर्छ। यसको सूत्र चाहिँ फर्मुला अर्थात् 10 प्लस 12 माइनस 1 गऱ्यो भने 21 हुन्छ, किनकि रामलाई दुवैतिरबाट भन्दा एक पटक घटाउनुपर्छ। त्यसै गरी प्रश्न नम्बर 21 मा जाउँ, समावेशी शिक्षाको मुख्य धारणा के हो। समावेशी शिक्षाको मुख्य धारणा अप्सन ए विशिष्ट आवश्यकतामा भएकाले छुट्टै स्कुलमा पढाउनु, विशिष्ट आवश्यकता भएकोले छुट्टै स्कुलमा पढाउनु, अप्सन बी मा अपाङ्गता भएकालाई मात्र पढाउनु, अप्सन सी मा सबै बालबालिकालाई समान रूपबाट एउटै कक्षा कोठामा पढाउनु, अप्सन डी मा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिनु। यसको सही उत्तर रहेको छ अप्सन सी सबै बालबालिकालाई समान रूपमा एउटै कक्षा कोठामा पढाउनु चाहिँ समावेशी शिक्षा हो। छोटो गरीमा बुझौँ, जाति, भाषा, लिङ्ग वा शारीरिक अवस्था जस्तोसुकै भए पनि सबैलाई सम्मानजनक रूपमा नियमित विद्यालयमा सिकाउनु समावेशी शिक्षा हो। त्यसै गरी प्रश्न नम्बर 22 मा विद्यार्थीको व्यवहारमा आएको परिवर्तनलाई वैज्ञानिक ढङ्गले अध्ययन गर्ने विधि कुन हो। अप्सन ए मा गोखन्ती विधि, अप्सन बी मा भाषण विधि, अप्सन सी मा प्रश्नोत्तर विधि र अप्सन डी मा अवलोकन विधि रहेको छ। यसको सही उत्तर चाहिँ अप्सन डी अवलोकन विधि रहेको छ। यसको छोटो गरीमा बुझौँ, विद्यार्थीको क्रियाकलापलाई प्रत्यक्ष हेरेर रेकर्ड राख्नु व्यवहार मापनको प्रभावकारी र वैज्ञानिक तरिका हो। त्यस्तै गरी प्रश्न नम्बर 23 मा छौँ, नेपालमा अक्षराङ्कन पद्धति कहिलेदेखि पूर्ण रूपमा लागू गरियो। अप्सन ए मा 2070 साल, अप्सन बी मा 2074 साल, अप्सन सी मा 2075 साल, अप्सन डी मा 2072 साल रहेको छ। यसको सही उत्तर चाहिँ अप्सन डी 2072 साल रहेको छ। छोटो गरीमा यसको व्याख्यालाई हेरौँ, शैक्षिक सत्र 2072 को एसएलसी परीक्षादेखि नेपालमा औपचारिक रूपमा लेटर ग्रेडिङ प्रणाली लागू गरिएको हो।
अक्षराङ्कन पद्धति भनेको लेटर ग्रेडिङ रहेको छ इङ्ग्लिसमा, लेटर ग्रेडिङ प्रणाली वा सिस्टम रहेको छ। त्यसै गरी प्रश्न नम्बर 24 मा शिक्षण सिकाइमा फिडब्याकको मुख्य भूमिका के हो भनेको छ। अप्सन ए मा हाजिरी व्यवस्थापित गर्न, अप्सन बी मा सुधारको लागि मार्गनिर्देशन गर्न, अप्सन सी मा परीक्षामा फेल गराउन, अभ्यास डी मा विद्यार्थीलाई गाली गर्न। यसको सही उत्तर रहेको छ अप्सन बी, सुधारको लागि मार्गनिर्देशन गर्न। छोटो गरिमा बुझौँ। प्रतिपुष्टि फिडब्याकले विद्यार्थीलाई उनीहरू कहाँ छन् र कसरी राम्रो गर्न सक्छन् भन्ने कुरा बुझ्न मद्दत गर्दछ। यो प्रतिपुष्टि भएछ, यो पृष्ठपोषण रहेको छ। प्रश्न नम्बर 25 मा एमएस वर्डमा सेभ गर्नको लागि कुन सर्टकट की प्रयोग गरिन्छ। अप्सन ए मा कन्ट्रोल+A, अप्सन बी मा कन्ट्रोल+N, अप्सन सी मा कन्ट्रोल+S, अप्सन डी मा कन्ट्रोल+O। एमएस वर्डमा सेभ गर्नको लागि अप्सन सी चाहिँ यसको सही उत्तर रहेको छ। यसलाई छोटो गरिमा बुझौँ। डकुमेन्ट सुरक्षित गर्नको लागि सधैँ कन्ट्रोल+S गरिन्छ। त्यसै गरी शिक्षकको वैदिक फाइल कहाँ राखिन्छ वा आवधिक गरिन्छ भनेर प्रश्न नम्बर 26 ले भनेको छ। अप्सन ए मा स्वास्थ्य सेवा विभाग, अप्सन बी मा राष्ट्रिय किताबखाना शिक्षक, अप्सन सी मा लोकसेवा आयोग र अप्सन डी मा गृह मन्त्रालय रहेको छ। यसको सही उत्तर चाहिँ राष्ट्रिय किताबखाना अप्सन बी मा रहेको छ। यसको छोटो गरिमा बुझौँ। शिक्षकको व्यक्तिगत विवरण, नियुक्ति र बढुवाको रेकर्ड राष्ट्रिय किताबखाना शिक्षकमा राखिन्छ। त्यसै गरी प्रश्न नम्बर 27 सिकाइको क्रममा प्राप्त अनुभवहरूको सङ्गठनलाई के भनिन्छ। अप्सन ए मा हाजिरी, अप्सन बी मा पुरस्कार, अप्सन सी मा नतिजा र अप्सन डी मा पाठ्यक्रम। अप्सन डी को चाहिँ यसको सही उत्तर रहेको छ। विस्तृत रूपमा भन्दा पाठ्यक्रम विद्यार्थीले प्राप्त गर्ने सबै सिकेको अनुभवको सङ्गालो हो। त्यसै गरी प्रश्न नम्बर 28 मा घटना अध्ययनको मुख्य प्रयोग के हो। अप्सन ए मा कुनै एक वा व्यक्तिको गहिरो अध्ययन गर्न, अप्सन ए मा कुनै एक एकाइ वा व्यक्तिको गहिरो अध्ययन गर्न, अभ्यास बी मा केवल तथ्याङ्क सङ्कलन गर्न, अप्सन सी मा हाजिरी खाता गर्न, अप्सन डी मा सबै विद्यार्थीलाई सामूहिक सजाय दिन। यसको सही उत्तर रहेको छ ए को रहेको छ कुनै एक एकाइ वा व्यक्तिगत गहिरो अध्ययन गर्न, कुनै एक एकाइ वा व्यक्तिको गहिरो अध्ययन गर्न, कुनै विशिष्ट समस्या वा विद्यार्थीको बारेमा गहिरो विश्लेषण गरी समाधान खोज्न केस स्टडी गरिन्छ। त्यसै गरी प्रश्न नम्बर 29 एउटा वस्तु 100 रुपैयाँमा किनेर 120 मा बेच्दा कति प्रतिशत नाफा हुन्छ। एउटा वस्तु 100 रुपैयाँमा किनेर 120 मा बेच्दा कति नाफा हुन्छ। अप्सन ए मा 20%, अप्सन बी मा 15%, अप्सन सी मा 25% र अप्सन डी मा 10% रहेको छ। यसको सही उत्तर चाहिँ अप्सन ए 10%। नाफा निकाल्ने फर्मुला लगाउन सकिन्छ। नाफा चाहिँ 20 र नाफा प्रतिशत 20/100 रहेको छ र 20/100 इन्टु 100 = 20% आउँछ। यसरी हिसाब गरेर निकाल्न सकिन्छ। अब प्रश्न नम्बर 30 मा जाउँ। विद्यालय सुधार योजना एसआइपी कसले स्वीकृत गर्दछ। अप्सन ए मा प्रधानाध्यापक, अप्सन बी मा विद्यालय व्यवस्थापन समिति, अप्सन सी मा शिक्षा मन्त्रालय र अप्सन डी मा जिल्ला शिक्षा अधिकारी रहेको छ। यसको सही उत्तर चाहिँ अप्सन बी रहेको छ। विद्यालय व्यवस्थापन समितिले चाहिँ विद्यालय सुधार योजना स्वीकृति गर्दछन् भने विद्यालयले चाहिँ विद्यालय सुधार योजना बनाउने काम गर्दछ। विद्यालय सुधार योजना विद्यालयले बनाउने काम गर्दछ। अब यसलाई छोटो गरिमा बुझौँ। एसआइपी निर्माण शिक्षक र प्रहरीले गरे पनि यसलाई अन्तिम रूपमा स्वीकृति गर्ने अधिकार एसएमसीलाई हुन्छ भनेको विद्यालय व्यवस्थापन समिति एसएमसीलाई हुन्छ। अब प्रश्न नम्बर 31 मा शिक्षणको क्रममा आगमन वृद्धि भन्नाले के बुझिन्छ। अप्सन ए मा नियमबाट उदाहरणतर्फ जाने, अप्सन बी मा केवल भाषण गर्ने, अप्सन सी मा विद्यार्थीलाई कुटपिट गर्ने र अप्सन डी मा उदाहरणबाट नियमतर्फ जाने। यसको सही उत्तर रहेको छ उदाहरणबाट नियमतर्फ जाने अप्सन डी। छोटो गरिमा बुझौँ। धेरै उदाहरणहरू प्रस्तुत गरेर एउटा निष्कर्ष वा सूत्र निकाल्ने वृद्धिलाई नै आगमन वृद्धि भनिन्छ। धेरै उदाहरणहरू प्रस्तुत गरेर एउटा निष्कर्ष वा सूत्र निकाल्ने वृद्धिलाई आगमन वृद्धि भनिन्छ भनेर सम्झिनुपर्छ। त्यसै गरी प्रश्न नम्बर 32 मा शैक्षिक तथ्याङ्क व्यवस्थापनको लागि प्रयोग गरिने सफ्टवेयर कुन हो। अप्सन ए मा VLC प्लेयर, अप्सन बी मा फोटोसप, अप्सन सी मा फेसबुक र अप्सन डी मा इमेज रहेको छ। यसको सही उत्तर चाहिँ इमेज हुन्छ। यसको छोटो गरिमा बुझौँ। इन्टिग्रेटेड एजुकेसनल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम इमेज नेपालमा शैक्षिक तथ्याङ्क राख्न प्रयोग गरिने मुख्य सफ्टवेयर हो। त्यसै गरी प्रश्न नम्बर 33 मा कार्यमूलक अनुसन्धानको मुख्य चक्र कुन हो। अप्सन ए मा स्टार्ट प्रोसेस एन्ड, अप्सन बी मा प्लान डु चेक एक्ट, अप्सन सी मा रिड राइट लिसन स्पिक, अप्सन डी मा प्लान एक्ट अब्जर्भेसन र रिफ्लेक्ट। यसको सही उत्तर चाहिँ अप्सन डी मा रहेको छ। प्लान एक्ट अब्जर्भ र रिफ्लेक्ट रहेको छ। अब्जर्भेसन भन्ने केही होइन। र यसको छोटो गरिमा बुझौँ। कार्यमूलक अनुसन्धानको चक्र योजना, कार्य, अवलोकन र प्रतिबिम्बन। यदि इङ्ग्लिसमा बुझ्न गाह्रो लाग्छ भने यसलाई नेपालीमा पनि बुझ्न सकिन्छ। अब प्रश्न नम्बर 34 मा हेरौँ। नेपालमा शिक्षक तालिम प्रदान गर्ने मुख्य निकाय कुन हो रहेको छ भनेको छ। अप्सन ए मा शिक्षक सेवा आयोग, अप्सन बी मा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, अप्सन सी मा लोकसेवा आयोग र अप्सन डी मा पाठ्यक्रम विकास केन्द्र। यसको सही उत्तर चाहिँ शिक्षा तथा मानव स्रोत विकास केन्द्र रहेको छ अप्सन बी। यसलाई छोटो गरिमा बुझौँ। साबिकको शैक्षिक जनशक्ति विकास केन्द्र हाल मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको छ र यसले नै शिक्षक तालिमको व्यवस्थापन गर्दछ। त्यसै गरी प्रश्न नम्बर 35 मा छौँ। कुन शिक्षण सामग्रीलाई ज्यामितीय बाकसको रूपमा चिनिन्छ। अप्सन ए मा श्रव्य सामग्री, अप्सन बी मा इलेक्ट्रोनिक सामग्री, अप्सन सी मा दृश्य सामग्री र अप्सन डी मा श्रव्य दृश्य सामग्री रहेको छ। यसको उत्तर चाहिँ अप्सन सी दृश्य सामग्री रहेको छ। ज्यामितीय बाकस आँखाले देखिने र प्रयोग गरिने हुनाले यो दृश्य सामग्री अन्तर्गत पर्दछ। त्यसै गरी प्रश्न नम्बर 36 मा दिगो विकास लक्ष्य नम्बर 4 एसडिजी 4 के कुरासँग सम्बन्धित छ। अप्सन ए मा स्वच्छ पानी, अप्सन बी मा भोकमरीको अन्त्य, अप्सन सी मा लैङ्गिक समानता, अप्सन डी मा गुणस्तरीय शिक्षा। यसको सही उत्तर चाहिँ अप्सन
डी गुणस्तरीय शिक्षा। छोटो गरिमा बुझौँ। दिगो विकासको लक्ष्य नम्बर 4 ले सन् 2030 सम्ममा सबैको लागि समावेशी र न्यायोचित गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने लक्ष्य राखेको छ। यो दिगो विकासबाट चाहिँ अर्को प्रश्न नि सोध्न सक्छ। नेपालको परिप्रेक्ष्यमा नमिल्ने दिगो विकासको लक्ष्य कति नम्बरको हो भनेर पनि सोध्न सक्छ। त्यो चाहिँ 14 नम्बरको हो। 14औं नम्बरको लक्ष्य चाहिँ हो जुन पानी मुनिको जीवन चाहिँ भनेको छ। प्रश्न नम्बर 37 मा चाहिँ शिक्षाको सक्षमताको प्रारूप 2072 अनुसार जम्मा कतिवटा सक्षमताहरू तोकिएको छ। शिक्षाको सक्षमताहरू एमा रहेको छ 5 वटा, बीमा रहेको छ 8 वटा, अप्सन सीमा रहेको छ 12 वटा र अप्सन डीमा रहेको छ 10 वटा। यसको सही उत्तर चाहिँ अप्सन बी 8 वटा रहेको छ। छोटो गरिमा बुझौँ। शिक्षाको पेशागत सक्षमताको प्रारूप 2072 ले शिक्षाको लागि 8 वटा मुख्य सक्षमताहरू निर्धारण गरेको छ। शिक्षाको सक्षमताहरू 8 वटा रहेको छ 2072 अनुसार भनेर सम्झनु पर्यो। प्रश्न नम्बर 38 मा कक्षा कोठामा वा प्रोफाइल किन राखिन्छ। अप्सन एमा शिक्षाको तलब बढाउन, अप्सन बीमा विद्यालय बन्द गर्न, अप्सन सीमा भित्ता सजाउन, अप्सन डीमा विद्यार्थीको भौतिक विवरण र प्रगति हेर्न। यसको सही उत्तर रहेको छ अप्सन डी विद्यार्थीको भौतिक विवरण र प्रगति हेर्न। पासवर्ड चित्र वा प्रोफाइल पिक्चर प्रत्येक विद्यार्थीको पारिवारिक पृष्ठभूमि, रुचि र सिकाइ उपलब्धिको जानकारी दिन्छ। त्यस्तै गरी प्रश्न नम्बर 39 मा हेरौँ। शिक्षा मनोविज्ञानको मुख्य अर्थ भनेको के हो भनेको छ। अप्सन एमा पैसा जम्मा गर्नु, अप्सन बीमा राजनीति गर्नु, अप्सन सीमा भवन बनाउनु, अप्सन डीमा सिकारको व्यवहार बुझेर प्रभावकारी शिक्षण गर्नु। यसको सही उत्तर रहेको छ अप्सन डी सिकारको व्यवहार बुझेर प्रभावकारी शिक्षण गर्नु। छोटो गरिमा बुझौँ। शिक्षा मनोविज्ञानले सिकाएका नियम र मानव व्यवहारलाई शैक्षिक क्षेत्रमा प्रयोग गर्न मद्दत गर्दछ। यो अत्यन्तै महत्त्वपूर्ण प्रश्नहरू हुन्। यसलाई चाहिँ तपाईहरुले स्क्रिनशट गरेर पढ्न सक्नुहुन्छ। प्रश्न नम्बर 40 मा यदि सुन्तलालाई केरा र केरालाई स्याउ र स्याउलाई रुख भनिन्छ भने हामी के खान्छौँ भनेको छ। अप्सन एमा केरा, अप्सन बीमा स्याउ वा रुख संकेत अनुसार, अप्सन सीमा स्याउ, अप्सन डीमा सुन्तला रहेको छ। यसको सही उत्तर चाहिँ अप्सन बी स्याउ वा रुख संकेत अनुसार। छोटो गरिमा बुझौँ। साधारणतया हामी सुन्तला, केरा वा स्याउ खान्छौँ। यदि हामीले स्याउ खान्छौँ भने प्रश्नको कोड अनुसार स्याउलाई रुख भनिएकाले उत्तर रुख हुनुपर्छ। यद्यपि विकल्पमा स्याउ वा रुखको संकेत हेरिन्छ भनेर यसरी बुझ्नुपर्छ। यो आइक्यू प्रश्नभित्र पर्दछ। त्यस्तै गरी प्रश्न नम्बर 41 मा जाउँ। प्रश्न नम्बर 41 मा चाहिँ प्रयोगात्मक कार्य कुन विषयका लागि सबैभन्दा बढी आवश्यक हुन्छ। अप्सन ए विज्ञान, अप्सन बी व्याकरण, अप्सन सी इतिहास र अप्सन डी साहित्य। यो सही वा यो सजिलो प्रश्न रहेको छ। यसको उत्तर चाहिँ सबैले दिन सक्छन्। अप्सन ए विज्ञान। प्रयोगात्मक वा प्र्याक्टिकलहरू भनेपछि विज्ञानमा चाहिँ सबैभन्दा बढी हुन्छ। छोटो गरिमा बुझौँ। विज्ञानका सिद्धान्तहरू प्रमाणित गर्न वा प्रयोगबाट सिक्न प्रयोगात्मक कार्यहरू अनिवार्य हुन्छन्। त्यसै गरी प्रश्न नम्बर 42 मा एकपटकको नियुक्तिपछि शिक्षकको परीक्षणकाल कति समय हुन्छ। अप्सन ए 6 महिना, अप्सन बी 1 वर्ष, अप्सन सी परीक्षणकाल हुँदैन, अप्सन डी 2 वर्ष। यसको सही उत्तर चाहिँ अप्सन बी 1 वर्ष रहेको छ। शिक्षा नियमावली अनुसार पुरुष शिक्षकको हकमा परीक्षणकाल 1 वर्ष र महिलाको हकमा चाहिँ 6 महिना हुन्छ। अप्सन बी 1 वर्ष। शिक्षा नियमावली अनुसार पुरुष शिक्षकको हकमा परीक्षणकाल 1 वर्ष र महिलाको हकमा 6 महिना हुन्छ। त्यसै गरी प्रश्न नम्बर 43 शिक्षकले कक्षामा पढाउँदा सबैभन्दा पहिले के गर्नुपर्छ। अप्सन ए उद्देश्य स्पष्ट पार्ने र पूर्वज्ञान जाँच्ने, अप्सन बी हाजिर गर्ने र बाहिर जाने, अप्सन सी लेख्न सुरु गर्ने, अप्सन डी किताब पढ्न लगाउने। यसको सही उत्तर चाहिँ नम्बर 43 मा शिक्षकले कक्षामा पढाउँदा सबैभन्दा पहिले के गर्नुपर्छ। अप्सन ए मा चाहिँ यसको सही उत्तर अप्सन ए उद्देश्य स्पष्ट पार्ने र पूर्वज्ञान जाँच्ने। पाठ सुरु गर्नु अघि विद्यार्थीको ध्यान तान्न उनीहरूले पहिला के जानेका छन् भन्ने बुझ्न यो आवश्यक हुन्छ। प्रश्न नम्बर 44 मा कम्प्युटरको दिमाग भनेर कसलाई चिनिन्छ। कम्प्युटरको दिमाग भनेर कसलाई चिनिन्छ हो। अप्सन ए मा सीपीयू, अप्सन बी मा कीबोर्ड, अप्सन सी मा माउस र अप्सन डी मा मोनिटर। यसको सही आन्सर चाहिँ अप्सन ए सीपीयू रहेको छ। सेन्ट्रल प्रोसेसिङ युनिट सीपीयूले सबै निर्देशनहरू प्रशोधन गर्ने भएकाले यसलाई कम्प्युटरको मस्तिष्क भनिन्छ। त्यसै गरी प्रश्न नम्बर 45 मा हेरौँ। नेपालमा स्थानीय पाठ्यक्रम निर्माणको मुख्य जिम्मेवारी कसको हो। एमा विदेशी विशेषज्ञ, अप्सन बी मा लोकसेवा आयोग, अप्सन सी मा स्थानीय तह गाउँपालिका वा नगरपालिकाको र डी मा अप्सन डी मा शिक्षा मन्त्रालय। यो चाहिँ अप्सन सी को चाहिँ सही उत्तर हो। अप्सन सी मा स्थानीय तह गाउँपालिका र नगरपालिका। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनको जिम्मा स्थानीय तहलाई दिएको छ। स्थानीय पाठ्यक्रम निर्माणको मुख्य जिम्मेवारी स्थानीय तह गाउँपालिका र नगरपालिकालाई दिएको छ। प्रश्न नम्बर 46 मा समूहमा नमिल्दो छान्नुहोस्। ल्यापटप, टेबल, डेस्कटप र रेडियो। अप्सन ए मा रहेको छ डेस्कटप, अप्सन बी मा रहेको छ रेडियो, अप्सन सी मा रहेको छ ल्यापटप र डी मा रहेको छ ट्याब्लेट रहेको छ। यसको सही उत्तर चाहिँ रेडियो रहेको छ। अप्सन बी को चाहिँ ल्यापटप, टेबल र डेस्कटप डिजिटल कम्प्युटिङ साधन हुन् भने रेडियो केवल श्रव्य सञ्चारको पुरानो माध्यम हो। अप्सन बी चाहिँ रेडियो चाहिँ सही उत्तर रहेको छ। ल्यापटप, ट्याब्लेट र डेस्कटप डिजिटल कम्प्युटिङ साधन हुन् भने रेडियो केवल श्रव्य सञ्चारको पुरानो माध्यम हो। प्रश्न नम्बर 47 मा हेरौँ। शिक्षकले तयार गर्ने शिक्षण सुधार योजना टिआइपी को मुख्य उद्देश्य के हो। टिआइपी को मुख्य उद्देश्य के हो। अप्सन ए मा विद्यार्थीलाई फेल गराउनु, अप्सन बी मा आफ्नो शिक्षण कलामा सुधार ल्याउनु, अप्सन सी मा प्रधानाध्यापकलाई खुसी पार्नु, अप्सन डी मा तलब बढाउन माग गर्नु। यसको सही उत्तर रहेको छ प्रश्न नम्बर 47 को सही अप्सन वा उत्तर रहेको छ अप्सन बी रहेको छ। आफ्नो शिक्षण कलामा सुधार ल्याउनु। शिक्षकले आफ्नै कमजोरी पहिचान गरी शिक्षणलाई प्रभावकारी बनाइने योजना नै टिआइपी हो।
TIP भनेको शिक्षण सुधार योजना रहेको छ। अब प्रश्न नम्बर 48 मा प्रश्नपत्र निर्माण गर्दा विशिष्टीकरण तालिका किन प्रयोग गरिन्छ? अप्सन ए मा प्रश्नहरूको वैधता र सन्तुलन कायम गर्न, अप्सन बी मा शिक्षकको समय बर्बाद गर्न, अप्सन सी मा विद्यार्थीलाई अल्मल्याउन, अप्सन डी मा कागज बचाउन। यसको सही उत्तर रहेको छ प्रश्न नम्बर ए को प्रश्नहरूको वैधता र सन्तुलन कायम गर्न। यसलाई छोटो गरिमा बुझौँ। कुन पाठबाट कति र कस्तो प्रश्न सोध्ने भन्ने निश्चित गर्ने गरी परीक्षालाई विश्वसनीय बनाउन यो तालिका चाहिन्छ। प्रश्न नम्बर 49 नेपालको पहिलो सरकारी विद्यालय कुन? अप्सन ए दरबार हाई स्कुल, अप्सन बी पद्मदय हाई स्कुल र अप्सन सी मा वीर पुस्तकालय, अप्सन डी मा त्रिचन्द्र कलेज रहेको छ। यसको सही उत्तर चाहिँ सबैभन्दा पहिलो सरकारी विद्यालय भनेको दरबार हाई स्कुल, अप्सन ए। विक्रम सम्वत 1910 मा स्थापित दरबार हाई स्कुल नेपालको पहिलो आधुनिक सरकारी विद्यालय हो। यसको स्थापना कहिले भयो? विक्रम सम्वत 1910 मा भयो भनेर पनि सम्झिनु पर्छ। अब प्रश्न नम्बर 50 अन्तिम प्रश्नमा हेरौँ। कुन सिकाइ सिद्धान्तले पुरस्कार र दण्डलाई सिकाइको मुख्य आधार मान्दछ? ए मा अन्तर्दृष्टि सिकाइ सिद्धान्त, अप्सन बी मा मानवतावादी सिद्धान्त, अप्सन सी मा सामाजिक सिकाइ सिद्धान्त, अप्सन डी मा कार्यप्रयोग सम्बन्ध सिद्धान्त स्किनर भनेको छ। यसको सही उत्तर चाहिँ यही कार्यप्रयोग सम्बन्ध सिद्धान्त स्किनर हो। स्किनरले पुनर्बल पुरस्कार र दण्ड मार्फत व्यवहार परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा जोड दिएका छन्। स्किनरले कार्यप्रयोग सम्बन्ध सिद्धान्त प्रतिपादन गरेका हुन् भनेर पनि सम्झिनुपर्छ। त्यसमध्ये तपाईँको कति प्रश्न सही भयो आफ्नो स्कोर कमेन्टमा लेख्नुहोला। भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर र सब्सक्राइब फलो गर्न नबिर्सिनुहोला। यस्तै थप शिक्षक लाइसेन्स अन्य ज्ञानमूलक भिडियोको लागि पिडिएम पाएर अफसँग जोडिनुहोला। धन्यवाद, शुभकामना छ।